हेलो एन्ड नमस्ते एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो थर्ड मिनी ब्लगमा। म र मेरो साथी चाहिँ युनप्योङ हानोक भिलेजमा घुम्नलाई गएको थियौँ र यो भिलेजमा आउनलाई योनसिनी मेट्रो स्टेसनदेखि 10-15 मिनटको लागि बस पनि चढ्नु पर्छ र यस्तो राम्रो ठाउँमा पुगेपछि त फोटो नखिच्ने भिडियो नबनाउने त हुनै सक्दैन नि। अनि मेरो रियाक्सन त लिटरली भएको थियो जब मैले मेरो साथीको ट्रान्सफर्मेसन देखेँ। म त एकदम नै अक्क न बक्क भएँ। सुरुमा भेट्दा एकदम सिम्पल थियो अनि ज्याकेट खोल्न बित्तिकै टोटल्ली डिफ्रेन्ट भाइब जस्तो मोडल नै हो। तर प्राय हामी गर्ल्सहरूको कुरा नै यस्तै हो, जब फोटो भिडियोको टपिक आउँछ जाडो साडो त सबै बिर्सिन्छौँ हामी। यसपछि हामी केही खानलाई नजिक भएको एउटा क्याफे गयो जुन एकदमै फेमस छ। क्याफेको नाम इल इन इल्जान हो। गइसकेपछि हामीले 2टा कफी र केक अर्डर गर्यौं अनि हेर्न नै सकिन्छ यो क्याफे कति राम्रो छ। भ्यू पनि एकदमै ब्युटिफुल, बसेर इन्जोय गर्न मन लाग्ने टाइपको र यहाँको स्न्याक्स पनि एकदमै डेलिसियस थियो। अनि यस्तै रमाइलो दिन बित्यो आज। थ्याङ्क यू सो मच फर वाचिङ। अर्को ब्लगमा फेरि भेटौँला। बाइ बाइ।